नमस्कार अनि स्वागत छ यहाँहरू सबैलाई ऱ्यान्डम रिभ्यू च्यानलमा। आज म झरीपछिको इन्द्रेणी जुन पुस 4 गते रिलिज भएको नेपाली मुभी छ हो त्यसको रिभ्यू गर्न चाहन्छु। र यो मुभी मेरो लागि अरू मुभीको रिभ्यू भन्दा अलिकति खास छ, किन भन्दाखेरि मलाई डर थियो कि यो मुभी रिभ्यू गर्दा म अलिकति बायस पनि हुन सक्छु कि भन्ने। किन भन्दाखेरि यसको पटकथा र गीत लेखन मैले चिनेकै दाई गणेश कार्की दाईले गर्नुभएको हो भने, फेरि यसको कार्यकारी निर्माता पनि मेरै 11 पर्दाको साथी योगेश खतिवडा छ होइन। त्यही भएर पनि आफ्नै केटाहरूले बनाएको मुभी अथवा गरेको मुभीमा अलिकति बायस्ड हुन्छु कि भन्ने डर लागिरहेको थियो होइन। अनि फेरि के पनि हुन्छ भन्दाखेरि प्रायः हामीले चिनेको नजिकको आर्टिस्टले मेरो चिजहरू प्रमोट गरिदेऊ न अथवा मेरो चिजहरू कस्तो छ भनेर सोद्धाखेरि बाध्यतावश पनि मन नपर्ने छ भने पनि मन पर्ने ठिकै हो, बवाल बनाएछ स्याहार भनिन्छ मोटिभेसनको लागि। त्यस्तै कर गरी भन्नुपर्छ कि भन्ने डर थियो, तर यसले मलाई टोटल्ली सक्ड बनाइदियो। मैले फेरि यो म सक भएँ भन्ने कुरा पनि मैले बायस भएर भनेको होइन। मेरो वरिपरिको जो मान्छेहरू पहिला मसँग मुभी हेर्न जाँदाखेरि कहानी अथवा प्लट अथवा डाइलग डेलिभरीहरू हेरेर चित्त नबुझेर बिचमा बोल्नुहुन्थ्यो, उहाँहरू पनि हिजो नबोलेको देख्दाखेरि चाहिँ मुभी साँच्चै नै बवाल बनेको रहेछ भन्ने कुरा चाहिँ त्यहाँबाट पनि पुष्टि हुन्छ है। अब चाहिँ जाउँ मुभीको स्टार कास्टहरूतर्फ। यो मुभीमा पुरानो हाम्रो एक्टर गणेश उप्रेती, रमेश उप्रेतीको फेरि पनि कमब्याक भएको छ। रमेश उप्रेतीको त ऐश्वर्या मुभीबाटै भएको थियो। त्यसपछि बाँकी कलाकारहरू पनि खास एकदम चिनिदो अनुहारहरू छैनन्। प्रियना आचार्य अनि अहिले जुन नयाँ बाल कलाकार एकजना आउनुभएको रहेछ, बाल कलाकार पनि नभन्नु उहाँ युवा कलाकार है, उहाँको नाम के अरे विमोचन दवाडी होइन हो उहाँ। त्यसपछि अनि अरू डिफ्रेन्ट हामीले देखिरहेको प्रकाश घिमिरे, देशभक्त खनाल जस्ता एकदम नाम चल्न त चलेको तर एकदम उनीहरूको फेस भ्यालुले मुभी चल्ने खालको कलाकार चाहिँ यसमा कोही पनि छैन, नर्मलै छ। यसको मुख्य कथावस्तुको कुरा गर्नुपर्दाखेरि चाहिँ केही सस्पेन्स नखोली भन्नुपर्दाखेरि एकजना सरकारी कर्मचारी, उसको घरमा 2 जना छोरा, विदेश जाने ट्रेन्ड, छोरालाई विदेश जाने मन, बुढालाई सरकारी जागिर खुवाउने मन है। तर फेरि 2 जना लोजिकल, फेरि मतलब छोरा पनि लोजिकल बुवा पनि लोजिकल। त्यसमा चाहिँ फेरि त्यो एकजनालाई मन भयो लिँडे ढिपी लायो भन्ने होइन, एकले अर्कासँग डिस्कस गर्ने, छोराले त्यसको प्रति उत्तर दिने, बाउले सके बाउले पेल्ने, छोराले सके छोराले पेल्ने, जे होस् के प्र्याक्टिकल छ भन्ने कुरा चाहिँ टक्क देखाएको छ। अनि त्यसपछि त्यति मात्र नभएर बुवाले काम गर्ने जुन ओडा हुन्छ, ओडामा चाहिँ ओडा अध्यक्ष र उसका आसेपासेका केही कर्मचारीहरू को भ्रष्टाचारको एउटा जालो र बुवा एक्लै इमान्दार, अब त्योसँगको लडाइँ भइहाल्यो। त्यसपछि बाँकी कुराहरू भनेको मिडिया ट्रायल्सहरू अरू कुराहरू यो मुभीको मुख्य कथावस्तुको रूपमा अगाडि आएका छन्। अब सुन्दाखेरि सिम्पल लाग्यो होला के फरक छ र होइन, नर्मल विदेश जाने गर्ने फिल्महरू त बनेर, तर फरक छ। के फरक छ भन्दाखेरि मुख्य कुरा यो मुभीमा चाहिँ अरू मुभीमा समसामयिक अवस्थामा के भइरहेछ भन्ने कुरा देखाउँछ मात्रै भने यो मुभीले त्यसको समाधान पनि दिएको छ। र त्यति मात्रै नभइकन यो मुभीको अरू राम्रो कुराहरू म भन्दै जान्छु है त। पहिलो कुरा यो मुभीको डायलग्सहरू। यो मुभीको डायलगहरूले तपाईँलाई भित्रैदेखि बाँध्छ। यस्तो होइन कि लाइक डायलगको बोल्नको लागि डायलग बोलिदिए जस्तो होइन, कुन सिचुएसनमा कुन डायलग कति बोल्ने, कति मात्रामा बोल्ने र त्यसलाई स्ट्रेच नबनाउने भन्ने कुरा चाहिँ राम्ररी यो मुभीको डिरेक्टर र पटकथा राइटरलाई मजाले थाहा छ। त्यसपछि यो मुभीमा एक्टिङ, स्पेसली विमोचन दवाडी जो बाल कलाकार हुन् र कमब्याक गरेका हाम्रो जुन के भन्छ त्यसलाई युवा कलाकार, सरी कमब्याक गरेका गणेश उप्रेती जो पुरानो मुभीका ती वर्षा तिमी झमझम गरी बर्सिदेऊ न भन्दा रिक्सामा नाच्ने गणेश उप्रेती जो आएका छन् फर्केर है, उनको कमब्याक रमेश उप्रेतीको भन्दा एकदमै हायर लेभलमा छ। सायद डिरेक्टरले पनि उनलाई युज गर्न सके, उनको खुबी बढेको हो मलाई थाहा भएन। तर मलाई उनी चाहिँ त्यसरी चाहिँ एकदम पुरानो कलाकार सबै एक्टिङमा डल हुन्छन् भन्ने खालको कन्सेप्ट बनाउन चाहिँ जरुरी छ जस्तो लागेन उनको एक्टिङ देखेर अहिले तत्काल पछिल्लो समय। र उनले त भन्नुपर्दाखेरि म अब भन्दा नि मलाई अप्ठ्यारो है, त्यो पशुपति प्रसादको मृत भएको छ नि प्रकाश घिमिरे, उनको रोललाई समेत उनले चाहिँ यो मुभीमा उनी पनि छन्, उनको रोललाई समेत उनले चाहिँ छायामा पारिदिएका छन्। यति मात्रै नभइकन अब अरू आर्टिस्ट भनेको पार्डेको कमिक टाइमिङ पनि यो मुभीको एकदमै बेस्ट पार्ट हो। अनि अर्को कुरा भनेको यो मुभीले चाहिँ कुनै एउटा पाटोलाई मात्रै समेटेको छैन कि, यो मुभीले चाहिँ ट्विस्ट एन्ड टर्न सस्पेन्स भन्ने फ्याक्टर पनि बोकिदिएको छ। यसले चाहिँ होइन के भन्छ त्यसलाई समसामयिक कन्टेम्पोरेरी विषयहरू पनि बोकिदिएको छ। अनि फेरि यसले चाहिँ डाइलगहरू मार्फत चाहिँ तपाईँहरूलाई चाहिँ कन्भिन्स पनि गराउँछ यो मुभीप्रति होइन। डाइलगहरू यत्तिकै थिएनन् है, ओहो हो थिटा उसले बोलेको कुराको पनि केही मिनिङ थियो, उसले बोलेको पनि केही मिनिङ थियो, यत्तिकै डाइलग स्ट्रेट थिएन भन्ने कुराहरू। र यो मुभीको पटकथा पनि एकदमै पर्फेक्ट छ। स्क्रिन प्ले चाहिँ जति स्क्रिनमा देखाइनु पर्ने छ त्यति नै छ, कुनै सिन लम्बियो अथवा छोटियो भन्ने खालको छैन है। त्यसपछि यो मुभीको मुख्य कुरा नै यो मुभीको स्टोरी लाइन भइहाल्यो है, एकदम सलल बगेको फ्लोमा काहीँ पनि नरोकिने है। कस्तो केटाहरू त के भयो भन्दाखेरि नि सक भयो कि
सोचेको थिएँ झरीपछिको इन्द्रेणी नामै यस्तो छ, नेपाली मुभीहरू आउँदै जाँदै गरिरहेछ। अहिले फेरि ग्लोबल मुभीसँगको जुन दिमाग कनेक्ट भएको हुन्छ अनि इन्टरनेसनल मुभीसँग दिमागले त्यसलाई कम्पेरिजन गरेर यसै नेपाली फिल्मलाई खासै राम्रो देखिँदैन। अनि फेरि अरू भनेको चाहिँ अब ठिकै छ चिनेको दाइहरूको हेरिदिउँ भनेर गएको फिल्मले यसरी सक बनाएको देख्दाखेरि चाहिँ मलाई पनि अचम्म लागेको छ। र मुभी एकदमै राम्रो भनेको मुभी फ्यामिली मुभी हो यो, सबैले हेर्न मिल्छ। तर एक ठाउँको जुन सिन छ त्यो आवश्यकै थिएन, त्यो सिन पनि त्यत्रो नन फ्यामिली त थिएन है, एडल्ट सिन त थिएन। तर पनि त्यसलाई त्यसरी देखाउनुले चाहिँ त्यति एउटा कारणले गर्दाखेरि चाहिँ अलि मजाले नै अक्वार्ड फिल हुन्छ। त्यो मसाजवाला एउटा सिन छ, त्यो नराखिदिएको भए हुन्थ्यो भन्ने मेरो एकदमै भित्रैदेखिको धारणा। र म्युजिकको पार्ट जुन बालेनको ऱ्याप आउँछ जुन बेला, त्यो ऱ्यापको लागि ऱ्याप मात्रै थिएन, त्यो ऱ्याप चाहिँ ठ्याक्कै सिचुएसन जस्टिफाई गर्ने खालको ऱ्याप थियो। त्यो त्यो गणेश उप्रेती झरीमा भिजिरहेको बेला ट्याक्क त्यो टाइमिङ अनुसारको जुन सङको एन्ट्री हुन्छ त्यो राम्रो छ। र यसमा लेखिएका गीतहरू चाहिँ त्यो के अरे बिहेमा नाच्ने गीतमा बिहेवालै शब्द, लाइट वर्ड्सहरू होइन। त्यसपछि अब जुन अब पिर परेको बेलामा सोच्दाखेरि जुन भारी भारी शब्द, त्यो खालको शब्द समायोजन पनि गीतहरूमा चाहिँ सिचुएसन अनुसार राम्रो गरिएको छ। यस्तो होइन कि अब भारी शब्द युज गर भने बिहेमा नाच्दाखेरि पनि कहाँ न कहाँको भित्री भित्री शब्दहरू घुसाइदिएर बुझ्नै नसक्ने साहित्यिक गुणहरू त्यस्तो पनि छैन। जुन सिचुएसनमा जस्तो चिज चाहिने छ त्यस्तै हालेको छ। र पाण्डेलाई पहिलो मुभीमा त कसरी जज गर्ने होइन, लाइक झुक्केर पनि राम्रो भयो हुनसक्छ। तर यो दोस्रो मुभीमा चाहिँ अब चाहिँ पाण्डे पर्फेक्ट मुभी डिरेक्टर भयो है भन्न सकिन्छ है। पाण्डेले यस्तो मजाले ब्यालेन्स बनाएको छ मुभीलाई होइन। अनि अझ एक दुई ठाउँको सिन खेलाइ पनि राम्रो छ। जे होस् मलाई दामी लाग्यो है। हिजो कुरा पनि भएको थियो उहाँलाई मैले मुभीको बारेमा भनेको पनि थिएँ है। अनि मैले भाइलाई पनि सोधेँ कि भाइ नेगेटिभ पोइन्ट्स लेख्नुपर्ने के थियो यार भनेको, मैले त केही नै देखिनँ, अब तपाईँलाई केही लागेको छ भने लेख्दा भयो भनेर उसले पनि खासै नेगेटिभ पोइन्टतिर जानै चाहेन, केही नै थिएन त भन्यो। त्यस्तो त हुँदैन, मैले अघि भनिहालेँ एउटा त्यो फ्यामिली मुभी टोटल बनाइसकेपछि एउटा त्यो अननेसेसरी सिन त्यो चाहिँदैन त्यो मसाजवाला भन्ने है। त्यसपछि दोस्रो कुरा भनेको चाहिँ अलिकति केही मेटाफोरिकल सिनहरू एड गर्न सकिन्छ। यो भने सुनमा सुगन्धको कुरा हो, मुभी सुन त छँदैछ। मलाई के भन्नु त, अब नेगेटिभ पार्टलाई खाली पन्ना त राख्ने कुरा हुँदैन होइन। अब छँदै थिएन त्यस्तो पनि मुभी रिभ्यू हुन्छ, त्यस्तो पनि मुभी बन र भन्ने खालको लाग्छ भने एकचोटि आफै गएर हेर्दा पनि भयो होइन। अनि यो मुभीलाई अलिकति छायाले पारेको चाहिँ वर्तमान यो हाम्रो परान भन्ने मुभी चल्दैछ क्या अरे। अब पूर्णबहादुर सारङ्गीले एकचोटि मजाले 51 दिनसम्म लम्बियो, फेरि यो परान लम्बिँदै गर्दाखेरि ठ्याक्कै बिचमा आएको कारणले गर्दाखेरि र अहिले पछिल्लो समय चलेका कथावस्तुसँग त मिल्छ, तर भित्रको कोरसँग यो मुभी मिल्दैन फेरि होइन। त्यो कुरा थाहा पाउनलाई पनि माउथ पब्लिसिटी त राम्रो जानुपर्छ। जाँदै त फेरि अब हिजै ठ्याक्कै यो हाम्रो रवि लामिछाने यो कुलमान घिसिङ यता हाम्रो ओली महेश बस्नेत यी सबैजनाको राजनीतिक घटनाक्रमका विभिन्न स्टेटमेन्टहरूले सोसियल मिडिया भरिएको बेलामा मार्केटिङ पनि भनेअनुसारको अहिले यो ट्याक्कै यो सिचुएसनमा पाइरहेको नभएर हुनसक्छ। मुभी हेर्नुहोस्, मजाले रिलेट गर्नुहुन्छ। र अर्को कुरा भनेको मुख्य कुरा यो मुभीले दिएको एउटा सन्देश के छ भन्दाखेरि तपाईँलाई कुनै पनि चिज तपाईँमाथि अन्याय हुन्छ केही हुन्छ भने त्यो यत्तिकै बोलेर मात्र त्यसको समाधान हुँदैन, त्यसको सबुत प्रमाण राख्नु सबैभन्दा इम्पोर्टेन्ट हुन्छ। देशमा कानुनी राज्य नै सबैभन्दा माथि हुन्छ। जतिसुकै कलियुग आओस्, जतिसुकै व्यथिति होस्, जतिसुकै अन्याय होस्, सबुत प्रमाण भन्ने चिज एकदमै इम्पोर्टेन्ट हुन्छ। त्यो चिज तपाईँसँग भयो भने तपाईँ अटोमेटिकली स्ट्रङ हो भन्ने कुरा चाहिँ यो मुभीले तपाईँलाई एउटा सन्देश पनि दिएको छ र मान्छे सचेत पनि हुन्छन् होला त्यो देखिसकेपछि है। अनि म धेरै इम्प्रेस छु। लास्टमा जाँदै भन्छु कि हाम्रो यो युवा कलाकार विमोचन दवाडीको जुन आउने भविष्य छ धेरै नै राम्रो छ। कहिलेकाहीँ के हुन्छ भन्दाखेरि तपाईँलाई सानोमा हुँदा तपाईँ स्टेजमा पनि बोल्नुहुन्थ्यो, नाच्नु पनि हुन्थ्यो, दुनियाँ दिवाना बाहिरै के अरे सडकको बिचमा सडक नाटक पनि गर्नुहुन्थ्यो। ठुलो हुँदै गइसकेपछि तपाईँमा लाज पलाउँदै जान्छ, बिस्तारै एक्टिङ गर्न सक्नु छोड्नुहुन्छ, त्यस्तो पनि हुनसक्छ होइन। तर अहिलेको अवस्थामा चाहिँ उनी टोटली कन्फिडेन्ट देखिन्छन्। त्यो पुतली सडक बाग बजारको जुन रोडमा उनको त्यो निस्पिक्री हिँडाइ, उनको त्यो एक्टिङ गराइ, उनको जुन त्यो एग्रेसन पोखाइ छ त्यो ढोकामा हानेर भएर एकदम इम्प्रेस्ड भएँ म। उनको भविष्य बवाल छ है। ओभरअल भन्नुपर्दा म यो मुभीलाई 7.5 दिन चाहन्छु। अब नेपाली विषय जस्तै त हो, मार्क दिए पनि होइन, 100% फुल मार्क भने पनि मुभीको अहिले पनि 10/10 आजसम्म कुनै मुभीको छैन। त्यही भएर चाहिँ 7.5 दिन चाहन्छु। केही फ्लोजहरू तपाईँहरू अझै जान्ने हुनुहुन्छ भने निकाल्नु होला, हेर्नु होला।